हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। फेरि पनि आइसक्यौँ म नयाँ भिडियोको साथमा। आज हामी जाँदैछौँ भन्दाखेरि दाजु भाउजूकोमा है। मसँग जाँदैछन्, कमान कमान मसँग जाँदैछ एउटा शेर्पिनी, अर्को रोइनी। ओ हेर कस्तो हिँड्दै कस्तो मिलेको है। म चाहिँ अलिक अर्को। अब बाटोमा भेटौँ न गाइज, बाई बाई। बाटोमा तपाईँलाई म हामी बसेको अब दाजु भाउजू बसेको ठाउँको राम्रो राम्रो दृश्य भ्यू देखाउँदै लान्छु तपाईँहरूलाई। लाँदैछौँ चप्पल मङ हाम्रो पठाउ खोइ कहाँ हो। आज कहाँबाट यत्रो धेरै बाइकहरू आएको। हामी चाहिँ पठाउ गरिरहेको, एउटा मात्रै आइरहेछ। हो ए होइन हौ, तैँले गरेको इनड्राइभ गरेको होइन इनड्राइभ गरिसकेको छ। पटो आउनु भइसक्यो। जम चढौँ ल, जम दाइ खुट्टाहरू अलिकति हुन्छ भयो। हामी चाहिँ गखैला कुलमान घिसिङ चाहिँ यहाँ अगाडि छ। कुलमान घिसिङ हामी चाहिँ अहिले चक्रपथ आइपुग्यौँ। चक्रपथ हाम्रो क्लास चाहिँ यहाँ छ। अहिले चाहिँ हामी चक्रपथको जाममा छौँ। फाइनली हामी घर आइसक्यौँ। सुनसान छ त घर त। कन है यहाँ मोमो बन्दैछ। हिरोनी भाउजू रे। ए भ्लगमा चाहिँ दिदी है। ओ कसले बनाएको यस्तो चोर लगाइदिएको यहाँ पिस लगाइदिएको भाउजू। मोमो सेलरोटी पकाउँदै हुनुहुन्छ त्यहाँ नै। मोमो त्यहाँ मोमो पाक्दैछ। कहाँ पाकिसकेको छ भाउजू? ए यहाँ पाकिसकेको छ। ओइ हेलो भन्दैन भाइ भन्। नमस्कार भाउजू भन्नु कट्टु भाइ। हेलो भन्नु ल। म चाहिँ उनीहरू दिदी। ओके भन्नु है। मामाले भान्जी नदेखेर बत्ती बाले हेर्दैछ यहाँ भान्जीलाई। फेरि हेर्नु भाइ टच हालेर भान्जी रुन आँट्यो यहाँ मामाले बत्ती बाले हेर। सक्दैन नि फेरि। रोटी चाहिँ खाइदिन्छु ल। आइज आलु चाक खाए ल। दामी कुरो भाउजू मैले भाउजूले मिठो मिठो सब्जी कस्तो मिठो भएको छ। नराम्रो दामी भाउजूले बोल्नु भएको यस्तो खर्च। ओ भाइ कोक दिँदै गर्नु न बहिनीहरु। यो दाजुले फोन गर्छ। अरे दाजुले हेर्दा अहिले बसाको दाजुले तैले बोल्नुस् नि। यस्तो खतरा भन्छ ममा। यस्तो ममा चाहिँ सायद कसैलाई भन्न आउँदैन। सुधुर जोडे बाँधेर अमेरिकाबाट आएको।
18 करोडको हो यो जो तैँले खानु पाउँदैन नि यस्तो मोमो फेरि भाग्यमानी भाग्यवान पाउँछ चुत्रीले बाँधी ओके भाउजू मोमो मेरो मेटिया ए सरी दिदी जेठी दिदी म्याम त को कहाँ भन्नुभएको सोल्टी तपाईँले चाहिँ यो हामी चाहिँ यहाँनिर कोक लिएर आएको यो अनि मासु लिएर आएको मैले र मामाले अनि चाहिँ यहाँ चाहिँ त्यहाँनिर यस्तै काट्दै हुन्छ म्यामको स्वागत छुट्टै हुन्छ हेर्नु होला साथीहरू हेर्नु होला साथीहरू हाम्रो मामालाई ल ल ल ल ओ माई गॉड को फिदा हुनु भयो त साथीहरू हाम्रो यस्तो हुन्छ है गफले यो मोमो त्यस्तो भयो हत्तेरिका साइली नै भयो साँच्चै मा मान्छे त मजा गफ गर्नेमा हेर यस्तो भयो भाँडा यहाँ पानी सुकेर कति ढिलो अनि आहै कम्मर खाचौला माइजूको ए माइजू कट्टु चाहिँ फेमस हुने भएर हाम्रो मोमो हेर्नु होला हेर्नु होला साथीहरू यता नन्दा भाउजू गफ गर्ने हामी मान्छे गफ गर्ने ओ सरी दिदी हेर्नु होला साथीहरू मोमो के गर्नु होला अब साथीहरू फेरि गर्दा छोड्नु न तपाईँ फोटो खिचिदिँदैछु म भनेको ल राखिराख्नु अब आफै गर्नु हेर्नु होला है स्टार्ट गर्ने रे खाएर खाइदिनु ल कसो हजार आरीमा चाहिँ अचार के अचारमा बनाउने इच्छा नगर्ने अर्को मोमो साथीहरू मोमो हेर्नु होला है मेरी बहिनी हुनु पर्यो साथीहरू हेर्ने मासु पाक्ने मासु यस्तो क्यामेरा चाहिँ देख्नुपर्छ केही न केही देख्नु गरी के छ हौ तपाईँको आँखाहरू जनता जान्न चाहन्छ
मैले एकछिनमा भेटौँला साथीहरू तिम्रो भाइ तर म सानो छ छैन तिमीले घुमे झर्छ मोमो झुक्ने कार्यक्रम हुँदैन त्यो मोमोहरूको जहिले पनि बनाउँदैन नि यस्तो भद्र मोमो खान्छ यहाँ लेखेर आउनुपर्छ यहाँ साथीहरू डढेको यस्तो तपाईँ टाँस्यो हौ हेर्नु टाढो तेल छोड भयो टाँस्यो नि कस्तो लागिरहेछ दिदी तपाईँलाई दिदी दिदी कस्तो नराम्रो साह्रो टाँस्यो गर्छ है बेच्ने होइन के अरे बेच्ने हामीले खाने हो हुन्छ खै कट गरेर खाइदिउँ न ल ल अब हामी कति 18 करोडको है 18 ओ माई गॉड 18 करोडको मोमो खाना हाम्रो किताबमा त्यस्तो रमाइलो हुन्छ आउनु चाहनुहुन्छ इच्छुक भएर आउनु सक्नुहुन्छ यहाँ थाहा चाहिँ होइन हेर्नु म कटिङ गर्छु ल ओके कटिङ गर्छु हेर्नु यहाँ छटछुट पार्न माथि यस्तो उडाइहरि मोमो सक्छ त कसैले बोल्दैन नि फेरि के भाउजू एउटा 18 करोडको कसरी टिप्ने हो र ए टिप्ने छ यस्तो गर्ने बन्द गर्ने ए भिडियो चाहिँ अफ गरिदिनुहोस् न ए खाम खोइ ल्याउनु न त्यही त देखाइदिनुलाई त भन्नु मासु पाक्दैछ यसले गाइज मासु ला फेरि दाइले भन्नुहुने भयो फेरि भगवान् मासु नै भनेर एउटा दाइ जहिले पनि जहिले बहिनीको भिडियो त मासु मात्रै देखिन्छ भन्नुहुन्छ के गर्नु गाइस खानै पर्यो अचार बनाउन रेडी भइरहेछ अचार बनाउनलाई रेडी यहाँ भाउजू तिल पिस्दै हुनुहुन्छ अचारलाई देवर भाउजू पाले पिरो भाउजू गर्नु हो देवरको पाल थाकेर भाउजू तर बसिरहनु भएको छ सबजनाको आफ्नो काम छ यहाँ म क्यामेराम्यान कालु यहाँ लसुन अदुवा छडाउँदैछ भाउजू मासु पकाउँदै हुनुहुन्छ अझै भाइ यहाँनिर तिल पिस्दै हुनुहुन्छ हैन हैन मजाको स्वाद खाना मासु पकाउँदैछु हामी मासु यत्रो मेहनत गरेर 3 जना पकाउँदैछु म कस्तो हुने मासु अहिले चाहिँ म जस्तै डराउनु फेरि हाने यता हाम्रो मामा तिल पिस्दै हुन्छ अचारको लागि घोडा टेक्नु ओ माई गॉड ओ माई गॉड मामा रुनु भयो भने आज छुट्टै छ फेरि उता छोड्न ल है ल भाइ अब त यो मोमो त निकाल्नु होला नि अर्को हाल्नु होला नि त अब 5 छोडा छ 5 छोडा लो लो मुड गरौँ ल अलिकति पिरो पिरो बनाउँ ल पिरो पिरो बनाऊ हजुर के रे अर्को भाइ ल
कसो गरे देख्नु हो खाली भएको ए अनि भाइ अनि त्यो दुई तिन मलाई इग्नोर गर्दै हेर कस्तो कसरी म किन नआएको खाम न यो त अलिक पिरो रहन्छ हैन त के भन्नु छैन म चाहिँ अब सकाए र साथीहरू मोमो खानुहुन्छ साथीहरू मोमो खानुहुन्छ यस्तो मोमो कति खाइसक्छ 18 करोडको सक्यो यो 5 करोडको चाहिँ बाँकी छ कति खाने ल साथी मोमो खानु पर्यो मोमो हाम्रो मोमो रेडी हुँदैछ है गाइज मोमो गाइज अरे हाम्रो मोमो च्यालेन्ज हेर्नु ल सबके स्वागत भूमिका यता हेर त एकचोटि सरप्राइज मरमसाला लाग्दैछ साँच्चै मेरो छ भाउजू डेन्जर छ रोटी मिठो भएर सबैजनाको हातमा रोटी देख्न सक्नुहुन्छ तपाईँहरूले म त्यस्तो खान्छु हो मैले मैदाको धेरै खाइसकेको छु नि त त्यहाँबाट नि अट्दैन हौ स्वर गुड मम भगवान अचार खतरा बनाएर ओए देवदास त बेजल गर्छ के हेर्नु त लु अहिले बेलुका आउनु ल हिँड्दा कति अरूको भइसक्यो जति हुन आँट्यो यो रोटी कहाँ लगेर राख्नु भाइ थाहा भयो म फोन नहालेको त्यही समय कस्तो छेउ खान्छु ल अझ पिर पार्छ नि हामीलाई हो कति मिठो या एक दुई भन्छ खायो जङ्गमा चार्जर छ दिमाग छैन यो दिमाग छैन अलिकति त्यो सौराज पाइदिँदैन दिमाग छैन अलिकति यसलाई मेरो बर्थडे याद रहेछ क्या के भन्नु अब के भन्नु ठिकै छ यो भाइ मेरो भाइ हो को हो पनि यो कोही चोर के भन्नु अब के भन्नु के आज बर्थडे होइन नगर्दा हुन्छ कसले न कसले हामी केही बोल्दैनौँ ल ल ल ल अचो एक चाबी त पैसातिर फोन लाउँछ आज बर्थडे नै होइन कुनै ल हो भाइ खान्छ पुरानो
निरा डोल्यो ना तलु ये भिडियो बनाउँछ डेन्जर भइसक्यो म छाती खतरा सेव काट्नु त काट्द खै खाली यी मामा भान्जे के गर्छ हेर्नु लाग्यो त्यहाँ मैले बोलाउँदा नसुनिकन तँ बोला सुन्दैन साथीमा दुइटालाई त्यो अचार अचार उयो भइसक्यो क्या अचार तर म चिसी गर्नुपर्छ त नाडा नि सुनिसी उठ ब्लगर हाम्रो ब्लगर फोन बोल्दैछ कुन चाहिँ ब्लगर ब्लगर आए कस्तो दुख्यो यो चाकमा नमस्ते भन्दै ओहो नमस्ते भन्दै चोर सेट ब्लगर ब्लगर सेट सब्सक्राइब च्यानल है छिराइदिन यस च्यानलको नाम दि सीमा गुरुङ छिरिन त त अचार बनाउनु रेडी भइसक्यो म हर्सिनी पनि भयो मिलेर यस्तो हल्का नि अब साथीहरू आमा फेरि मस्किँदै अरे यो दिदी त नहुने नहुने अरू गीत सुन्दैछौ ए तारी त्यो के हो यो हो के हो साथीहरू ए घर गर्नु के हो ल के गर्नु होला म चाहिँ यो मुसानो हतार प्लास्टिक उयो भित्र रहेछ क्या त्यहाँ एउटा यो मोमो खाऊ माथि पर्छ ल माथि यसो गरौँ त के लाग्छ यो कपडा कपडा छिटो भित्र चके अब चाहिँ फाइनली म पाकिसक्यो सक्यो अब बाँकी अचार मात्रै भयो भाइ अडेर क्या भाइ यो के भएर अड्दैन हेर्न यो नै ढोका अरे डोलो उभियो क्या बिर्को उठो जुगाड मामा म के गर्नु भन्नु तपाईँले मासु भयो होला है ए वा 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 कस्तो राम्रो देख्यो है साँच्चीकै कुरा निकालेको थिएँ मैले हेर कस्तो साँच्चीकै जस्तो देख्यो है है मेहनत गरेछ भन्नु मासु पनि मासु पनि पाएको यो बोरा एउटा यो खुसिँदा भाइ एकचोटि धान्ने होइन भाइ कहाँ चोरले त केही काम पो क्लियर नगर्ने भयो त लपरेर त गाह्रो भयो त्यसलाई केही किन्दिनँ फेरि डोरा बोकिरहेको न एकवटा ल खाइ खाइ ल एउटा दिन म खान्छ अरे यो त बाहिरै थियो लुकेर बोल्नु ओइ चुप ओ हो म चुप भन्छ हेर हप्सीमा
मामाको सबैबाट किलो लाग्छ खाइदेऊ ल गर्न मान्ने म यदि गर्दा हात पोल्छ अनि आए तपाईँले हुनु मर्नु न मलाई नि तिमी के बिर्सिहाल्छ तपाईँले केही न केही तपाईँ मिक्सर कहाँ राख्नु भयो तपाईँले अनि के एक छोडिदिनु न अहिले म राख्छु मिलाएर राख्नु त्यो फुलबाकै झिँगाइदियो कता पानी भर्यो कहाँ गयो बोलेको बोरी भाइ होइन भाइ के प्लास्टिक दिन्छ त डोरा लग्यो यत्रोवटा त्यसले मोल्दिन्छ भाइ किन पुछ्नु नि त्यति प्लास्टिकै भेटिन भन्छ यहाँ छ तिम्रो धरा फुट्छ नि त्यो मनको ओभर एक्टिङ यसको त म त भगवान नाच्नु होइन नाच्नु कसरी न उही कहाँ त्यो नि अब पुग्यो त्यो त्यो होइन उसले लगाऊ पुस्ने एउटा छैन ओइ भाउजूमा खोज्दा नभेटायो ए निकाइसक्यो यो अब गएर टिसु च्यातेर पुस्दिन पनि यहाँ अङ्गुल बनाइहाल्छु टिसु च्यातेर पुस्दिन एउटा प्लास्टिक छैन केले मोल्नु मान्छेलाई सोध्नु के प्लास्टिक त खोल्नु यहाँ ल्याउ न के गयो त्यो भुइँमा थियो झिकाएको भुइँमा थियो यहाँ ल्याउ न पानीमा के हो मकै हो दुई मकै त मकै त खुवाउनु पो हाल्छ मेथी चाहिँ ओभर हाल्नुभयो तर मिठो हुन्छ मेथी राख्दा मिठो हुन्छ मिठो हुन्छ किटो लाग्छ मलाई यस्तो माथि पार्नु पुरा भाइदियो कता लाउनु भने भयो भयो धेरै नरग न को बहिनी हो त्यहाँ मामा उहाँले सुतिरहेको छ उहाँ सुतिरहेको भाइ हो यता साइडको त्यो जिप जिप गरेको यो यो हो त्यो पहिला अर्को रातो रातो त्यहाँ होइन होइन म बाहिर ए मलाई छ गाउँ आइरहेछ अब फाइनली पाकिसक्यो हाम्रो मोमो अचार पनि बनिसक्यो चिसोको लागि छ हामी चिसोको लागि हामीसँग फेन्टा कोक फ्रिजमा छौँ मासु वाउ रोटी यति नै छ ल आफै बनाउँदै आफै चाख्छ मलाई दिनु नि छ होइन तपाईँ लानु न तपाईँ किन नलागो चिसो चिसो भुइँ ल्यासे ल्यासे भएछ त चोरले एक्ला त दिन्छु नि अहिले नुन लागेन अरे त्यस्तो खुसा लागेको छैन त्यो टक्क त लागेन पाँदैन मलाई कालु त कस्तो मिठो भएछ हौ अचार ग्यास किन राखेको छ खाने त्यसमा त म तपाईँ लागु भएको छ त सिक्रेट मसला हालिदिएको छु मैले कति बोडीको हेर एकैछिनमा तँलाई सपोर्ट गर्छ बिचरा अहिले खत्री भन्छ आमामा हेरी रिसाएर मारे चोर अहिले नि प्लास्टिक मात्रै आमामा चोर
राम्रो बनाउनु दामी भयो हाम्रो सब रेडी भइसक्यो ल अब हामी खान्छौँ कस्तो दामी भएको छ अचार टेस्ट रियाक्सन दिनु होला दामी भएको छ क्या होइन अब पकाइसकेर रेस्ट गरेर बसेछु अब मान्छे पर्खिँदैछौँ हामी अगाडि पनि आएको छौँ कि हामी यी सबजना फेरि हजुर यसको हेर्नु लक परेको छ क्या यसको केटीसँग त्यहाँ हेर्नु त्यहाँ हप्सीको मामा म ओभर एक्टिङ हेर्नु त हेर्नु यहाँ नाटक भगवान् चोर हप्सी खुट्टा नि त यो यस्तो हो हेर्दैछ अर्कोले नि हेर्दैछ खुट्टा फर्काएर हेर्दैछ यस्तो भयो त डान्समा दिनुहुन्छ नि भाउजूले फेरि यस्तो गीत कहाँ छ मान्छेको डान्स कता गर्मी भयो हामी हेर्दै दर्शकहरू खाँदै हेर्दै अब हाम्रो डान्स सकिएको छ अब हामी खाने हो अब खान्छौँ दाजु नआइपुग्नु भएछ प्लिज खानुहोस् न खाएर भाउजू बस्नु न हामीले बनाएको तपाईँ कस्तो भयो टेस्ट गरेर हामीलाई यहाँ रिभ्यू दिनु सोल्टी नभएर पोल्नु खानु दाजु सोल्टिनी चाहियो अरे हौ यहाँ रुचेन सोल्टीलाई माइली भनेको सोल्टिनीलाई कस्तो मिठो छ दाजु खाए मिठो हामी त खोइ खाएको होइन भाउजूले बनाउनु भएको ए दिदी सो सरी खाइ ल भन हौ दाजु खाइ ल भन्नु न दाजु मोमो खानु कि कस्तो अनि भन्नु त मोमो कचार चाहिँ सोल्टिनीले बनाउनु भएको मासु भाउजूले बनाउनु भएको अनि अहिले हो त बनाएको 1 बजे बनाएको नाटक नरि खानु अलिक स्टाइल पार खानु चाहिँ अझैले भने जस्तै र हाम्रो खाने बाई बाई हामी चाहिँ खाइसकेको कुलमान घिसिङ अझै सकेकै छैन ए खाएर मान्छेहरू खाइसकेर हेर्नु अहिले मस्त गफ गइरहेको वेलकम गफ यस्तो गइरहेको रोटी लागेको छ छुट्टै छ यता यहाँ हेर्नु त चर्तिकाला मामा मामा
अब मेरो फोनबाट चाहिँ खिचेर होइन मामा होइन विश्वासघाती हुन्छ म पनि हेर्नु होला चर्चेकाला हाम्रो मामाको यहाँनिर केही पारा ठिक लागेको छैन होला केही पनि मेरोबाट चाहिँ हल्का के छ म्यामहरूको कस्तो देखिरहनु म चाहिँ हेर्दै रहेछु राम्रै देखिरहनु भएको छ चार्जर नभएर कति पर्सेन्ट छ मा चार्ज चर्तीकाला पक्न तपाईँको त म भरे पक्नु न दाइको दाइसक्यो त नि बाई 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 दिदी सोल्टिन्छ सबैजना हुन्छ बाई 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 गर्नु है कुलमा घिसिँदै बस अब कहिले आउँछस् हामी गएको गयौँ भाइ हामी पठा आइसक्यो हामी कुद्दैछौँ धेरै बेर भइसक्यो वेट गरेको मार्छ होला आज हामीलाई लाग्दैन जा भन भने खतम यसरी कुद्दैछौँ हामी कुद्दैछौँ ए हुँदैछ हामी चाहिँ घर गएको हामी चाहिँ घर गएर बसिरहेको छौँ कर्णाको पठाउ एपसम्म आइपुगेको छैन त्यसलाई पर्खिरहेको छौँ हामी चाहिँ कुलमान घिसिङलाई भेटिसक्यौँ फेरि कुलमान घिसिङ आउनु भइसक्यो जान्छौँ हामी ल आजको भिडियो यहीँ एन्ड गर्न चाहन्छौँ अब हामी रुम जान्छौँ भिडियो मन परेमा लाइक कमेन्ट या सब्सक्राइब गर्नु होला बाई बाई गुड नाइट